बीबीसी को डकुमेन्ट्री बारे तपाईँको धारणा के छ? बीबीसी मैले सुनेको छैन। यस्तो सञ्चार माध्यमहरूले आफ्ना हिसाबले आफ्ना के इन्ट्रेस्ट छन् त्यो संसार समाचार तयार गर्लान् देलान्, त्यसमा म धेरै अल्झिन पनि चाहन्न। जम्मा 76 जनाको हत्यामा माथि लुट्न पठाएर तलबाट आगो लगाइदिएपछि त मान्छे बाहिर निस्किन नपाएर भयो। यहाँको भाटबटिनमा मरेन थाहा छैन, धेरै भाटबटिनमा लुट्न गएका मान्छेहरू भए। अब यो खालको कुराहरू आयोजकहरू, त्यो लुटपाटका आगजनीका आयोजकहरू र सञ्चालकहरूले जान्ने कुरा, उनीहरू जिम्मेवार छन्। तर उनीहरूले प्रधानमन्त्री भएको हुनाले केपी ओली जिम्मेवार छ भनेर मेरै विरुद्ध आन्दोलन भएर मैले अपदस्थ गरेको थियो, अनि म कहाँबाट जिम्मेवार हुन्छु? त्यो मेरो पक्षमा आन्दोलन थियो र मेरै विरुद्ध आन्दोलन थियो। अर्को 23-24 को घटनाको सन्दर्भमा मैले अघि नै भनिसकेँ, हामी युवाहरूलाई त्यसरी ज्यान जाने गरी अगाडि बढाउनु हुन्न भन्ने थियौँ र जेजी आन्दोलनको त्यो उद्देश्य नै थिएन, मागै थिएन। जेजी आन्दोलनका 3वटा माग तपाईँहरूले सम्झना होला। सुशासन हुनु पर्यो, भ्रष्टाचार नियन्त्रण हुनु पर्यो र रोकिएका सामाजिक सञ्जाल खुल्नु पर्यो भन्ने थियो। सामाजिक सञ्जाल त्यति बेला हामीले नियमन मात्रै गर्न खोजेका थियौँ। सम्मानित सर्वोच्च अदालतले हामीलाई सामाजिक सञ्जाल छाडा गए, समाज विकृत भयो, नियमन गर त्यसका लागि भन्ने आदेश दिएको थियो। त्यो परमादेश हामीले कार्यान्वयन गरेका थियौँ र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नु सरकारको कर्तव्य हुन्छ। त्यसकारण हामीले त्यो गरेका थियौँ। त्यो सबैका लागि थिएन, नियमन गर्नका लागि थियो। हिंसातिर जाने कुरा थिएन। 12-1 बजेपछि काठमाडौँमा माइतीघर मण्डलाबाट अलिकति अगाडिसम्म आएपछि, एभरेस्ट होटलको अगाडि आइपुगेपछि जेजी युवाहरूले हाम्रो आन्दोलन सफल भयो, यहाँ घुसपैठ हुन थाल्यो, अब हाम्रो आन्दोलन सफल भयो, हामी फर्क्यौँ भनेर माइकिङ गरे, आह्वान गरे र उनीहरू फर्किए। तर केही युवाहरूलाई छेकेर त्यहाँ लाने काम हो र यसरी युवाहरू मराउने षड्यन्त्र थियो। स्कुल ड्रेसमा आउनु, यस्तो गर्नु भन्ने अघिल्ला दिनदेखि उर्किन्थ्यो। स्कुल ड्रेसमा ल्याइएको थियो र पर्खाल फोड्ने अरू, बदमासी गर्नेहरू, घुसपैठियाहरू अगाडि लगाइदिने ती विद्यार्थी गरेर विद्यार्थीहरू पनि केही स्कुल ड्रेसमा 1-2 विद्यार्थीहरू मार्ने कुरा हो र त्यसपछि अरू जम्मा 76 जनाको हत्यामा माथि लुट्न पठाएर तलबाट आगो लगाइदिएपछि त मान्छे बाहिर निस्किन नपाएर भयो। यहाँको भाटबटिनमा मरेन थाहा छैन, धेरै भाटबटिनमा लुट्न गएका मान्छेहरू भए। अब यो खालको कुराहरू आयोजकहरू, त्यो लुटपाटका आगजनीका आयोजकहरू र सञ्चालकहरूले जान्ने कुरा, उनीहरू जिम्मेवार छन्। तर उनीहरूले प्रधानमन्त्री भएको हुनाले केपी ओली जिम्मेवार छ भनेर मेरै विरुद्ध आन्दोलन भएर मैले अपदस्थ गरेको थियो, अनि म कहाँबाट जिम्मेवार हुन्छु? त्यो मेरो पक्षमा आन्दोलन थियो र मेरै विरुद्ध आन्दोलन थियो। मैले हटाउनका लागि त्यो सब गरिएको थियो। त्यसकारण त्यो त्यसमा म जिम्मेवार होइन। आगजनी, तोडफोड, अराजकता, हिंसा र राष्ट्रिय सम्पत्तिको तोडफोड, अरूका सम्पत्तिको तोडफोड, यसो गर्ने, लुटपाट गर्ने अपराधी षड्यन्त्रकारी गिरोह त्यसमा। अरू केही प्रश्न सुन्यो? बीबीसी मैले सुनेको छैन। यस्तो सञ्चार माध्यमहरूले आफ्ना हिसाबले आफ्ना के इन्ट्रेस्ट छन् त्यो संसार समाचार तयार गर्लान् देलान्, त्यसमा म धेरै अल्झिन पनि चाहन्न। हामी कहीँ कतैबाट गाइडेड हुँदैन।
कसैले राम्रो भन्छ कि नराम्रो भन्छ भन्दा हामी आफ्नो मनलाई नै साक्षी राखेर राम्रा कार्यहरू गर्दछौँ, नराम्रो काम गर्दैनौँ, नराम्रो काम गरेका छैनौँ। त्यसकारण हामी आफ्नो सही मार्गमा दृढताका साथ अगाडि बढ्दछौँ। बिबिसीले के गर्यो मैले सुन्न भ्याएको छैन, पाएको छैन। नसुनेका कुरामा कमेन्ट नगरौँ। खुसी व्यक्त गर्न चाहन्छु। तपाईँहरू आउनुभएको छ, सबैलाई हार्दिक स्वागत छ यस कार्यक्रममा। यो तपाईँहरू र मेरो बिचको अन्तर्क्रियात्मक अर्थात् एउटा संवाद कार्यक्रम। यसमा संक्षिप्तमा मैले केही कुराहरू राख्नेछु। त्यसपछि तपाईँहरूले केही प्रश्नहरू, जिज्ञासाहरू राख्नुहुनेछ, तिनीहरूलाई मैले सम्बोधन पनि गर्नेछु। अलिक लामो बोल्ने हो भने तपाईँहरूले प्रश्न गर्न नपर्ने गरी मैले विविध विषयहरूमा राख्ने थिएँ, तर आज लामो समय लिएर विचार राख्ने हामीसँग अवसर छैन। फेरि अरू कार्यक्रमहरूमा अन्यत्र जानु छ, त्यसकारण म संक्षिप्तमा राख्छु। तपाईँहरूका जिज्ञासाहरू पनि बाँकी नै रहन सक्छन् र ती जिज्ञासाहरू तपाईँहरूले प्रस्तुत गर्नुहुनेछ। विद्यार्थी जीवन भनेको जीवनको विद्यार्थी काल, किशोरावस्था, बाल्यावस्थाको अलिक पछिल्लो अवधि, किशोरावस्था, युवावस्था र युवावस्था भित्रैको अवधि, खास गरी त्यसैलाई विद्यार्थी जीवन भनिन्छ। विद्यार्थी जीवन सिक्ने जीवन हो, तर सिक्दाखेरि सिक्ने मात्रै होइन, सिक्ने सँगसँगै त्यसमा रचनात्मकता पनि थप्दै जाने, सृजनात्मकता पनि थप्दै जाने। सिक्ने ज्ञान भनेको पुरानो कुरा। ज्ञान पहिले अरूले प्राप्त गरिसकेका कुराहरूको, अनुभवहरूको ज्ञानको बारेमा म भन्दै थिएँ। ज्ञान अरूले प्राप्त गरिसकेका अनुभवहरूको सङ्ग्रह, अनुभवहरूको विकसित रूप, एकीकृत रूप, व्यवस्थित रूप हो ज्ञान। पहिले मान्छेले अनुभूति गर्छ या कुनै पनि सचेत जीवले पहिले अनुभूति गर्छ। अनुभूतिबाट अनुभूतिहरूको सङ्ग्रहको रूपमा त्यसलाई व्यवस्थित गरेर ज्ञानको रूपमा परिणत गर्छ। र ज्ञानहरू हामीले भूतकालका अनुभवहरू, तिनका सङ्ग्रहहरू र बढी परीक्षित अनुभवहरू, अनुभूतिहरू र अनुभवहरूलाई ज्ञान भन्छ। अनुभवहरूबाट ज्ञानको रूपमा सङ्ग्रहित हुन्छ। हामीले पढ्दा प्राय जानकारीमा आइसकेका, जानकारी भइसकेका कुराहरू नै पढ्छौँ। अरूले आविष्कार गरिसकेका कुरा, अरूले थाहा पाइसकेका कुरा, अरूले भोगिसकेका कुरा, अरूले अनुभव गरिसकेका कुरा पढ्छौँ। र यो ज्ञान, यो पृथ्वी, यो प्रकृति, खास गरी
यो प्रकृति ज्ञानै ज्ञानको भण्डार छ। प्रकृतिमा यति धेरै ज्ञान छ, यति धेरै रहस्य छ, यति ठुलो विज्ञान छ। विज्ञानले प्रविधि जन्माउँछ र प्रविधिले हरेक कुरालाई छिटो, सहज र शक्तिशाली ढङ्गले सम्पन्न गर्न मद्दत गर्छ। त्यसो भएर ज्ञान भनेको संसारको ज्ञान प्राप्त गर्न सकिँदैन। हामीले कुनै विषय विधामा हामीलाई चाहिने सामान्य ज्ञान अथवा कुनै विधा विशेषमा, विषय विशेषमा, सानो क्षेत्रमा विशेष ज्ञान प्राप्त गर्न सक्छौँ। त्यसकारण हामीले ज्ञान अरूले पनि प्रयोग गर्दै, अनुभव गर्दै, अनुभवहरूका अनुभवलाई फेरि प्रयोगमा लाँदै, फेरि नयाँ अन्वेषण, नयाँ अनुसन्धान, नयाँ खोज गर्दै नयाँ ज्ञानको विकास गरेका हुन्छ। ज्ञानको सिलसिला त्यही, हामी पनि अध्ययन गर्दै नयाँ तरिका निकाल्छौँ। विज्ञान र प्रविधिको विकास त्यसै गरी भएको छ, चेतनाको विकास त्यसै गरी भएको छ, ज्ञानको विकास त्यसै गरी भएको छ। यही विधिबाट जान्छ र यसै विधिबाट मानिसले ठुल्ठुला कुराहरूको आविष्कार गरेको छ। अहिलेसम्म जति आविष्कार भएका छन्, जति विकास भएको छ, यसै विधिबाट भएका। र जहिले पनि विद्यार्थीहरू विद्रोही अथवा यथास्थितिसँग कम्प्रोमाइज नगर्ने, योभन्दा बेटर हुनुपर्छ भन्ने, अनसाइन्टिफिक अन्धविश्वास भन्दा बढी तथ्य के हो त्यो खोज्ने, सत्य के हो त्यो खोज्ने, त्यो प्रवृत्ति विद्यार्थीहरूमा हुन्छ। बच्चैदेखि मानिसमा एउटा जिज्ञासा हुन्छ, यो के होला, कसरी होला। बच्चा बच्चीले बिगार गर्छ, सामानहरू बिगार्छ, के खोल्छ, के पोखी हेर्छ, के उठाइ हेर्छ, त्यो उसले प्रयोग गर्न खोजेको, सिक्न खोजेको, जान्न खोजेको, प्रयोगबाट जान्न खोजेको, ऊ आफै ज्ञान प्राप्त गर्न खोजिरहेको हुन्छ। ठुलो भएपछि ज्ञानको तरिका, ज्ञानको क्षेत्र, ज्ञानको विषय अझ बढी व्यापक र परिमार्जित हुँदै जान्छ जति बढ्दै जान्छ। र उसमा समाजलाई बुझ्ने, अवस्थालाई बुझ्ने, ज्ञानलाई बुझ्ने र त्यसलाई अझ अगाडि कसरी बढाउन सकिन्छ भनेर चिन्तन गर्ने प्रवृत्ति बढ्छ, आम प्रवृत्ति। तर सबैमा एकै प्रकारको सोच हुन्छ, उस्तै प्रकारको सोच हुन्छ भन्ने छैन। अर्को कुरो, मानिसको मस्तिष्कमा सबैको एउटै कुरा सिक्ने खालको मस्तिष्क अलिकति हुँदैन। कसैको रुचि केमा, कसैको रुचि केमा हुने मस्तिष्क हुन्छ। मस्तिष्कमा सीता भन्ने एउटा विषय विशेषमा बढी रुचि कता लगाउने भन्ने कुरा, टुङ्ग्याउने, टुङ्गो लगाउने एउटा भाग हुन्छ। त्यसले के काम गर्नुपर्छ। त्यस कारण कोही विज्ञानमा, कोही प्रविधिमा, कोही कलामा, कोही साहित्यमा, कोही सङ्गीतमा, कोही नृत्यमा, कोही कलामा, कोही विज्ञानमा, यस्ता कुराहरूमा रुचि राख्नुपर्छ। कसैलाई गणित असाध्यै राम्रो लाग्छ, कोही गणित मन पराउँदैन। कसैलाई खेलकुद असाध्यै मनपर्छ, कोही खेलकुदभन्दा एक दिन बसेर घुत्रिएर लेख्न मन पराउँदैन।
कोही साथीहरूको बिचमा रमाउने खालको हुन्छ, कोही अलिक एकान्त भन्नु, विभिन्न स्वभावहरू डेभलप भएर जान्छ। स्वभाव जुनसुकै डेभलप भए पनि त्यसका आफ्ना महत्त्व छ। आवश्यक मात्रामा सोसलाइज चाहिँ हामी हरेक हुनुपर्दछ, कोसिस गर्नुपर्छ। र हामीले हरदम जिज्ञासु र सिक्न खोज्ने हुनुपर्छ। दुनियाँमा विद्यार्थीहरूले गरेका छन्, विद्यार्थीहरू मात्रै होइन, कहिले कहिले गुरुहरूले आफ्ना निष्कर्षहरू पनि बडो दृष्टान्त योग्य ढङ्गले प्रस्तुत गर्छ। यस्ता थुप्रै दृष्टान्तहरू छन्। आज म ती दृष्टान्तहरूतिर जान्छु। आज म नेपाली समाज र नेपाली युवाहरूको बारेमा अलिक केही कुराहरू राख्न चाहन्छु। नेपाली युवाहरूको इतिहास गौरवपूर्ण छ। नेपाली युवाहरूले वास्तवमा देशको रचना गर्दा लड्छ त प्रायः युवाहरूले लड्छ। ज्येष्ठ नागरिकहरू त लड्न सक्दैन। यस देशको एकीकरण भन्नुहोस् कि जे भन्नुहोस् देशमा गर्ने फौजमा जागिर प्रधान सेनापतिले सबभन्दा ढिलोसम्म जागिर खाँदा 61 वर्ष पुरा भएपछि रिटायर हुन्छ। 61 वर्षभन्दा उता सेनामा जागिर खान पाइँदैन। अहिलेसम्म प्रहरीको जागिर 58 वर्ष होला, त्योभन्दा बढी खान पाइन्छ। हुन त निजामती तर्फबाट त्यस्तै छ। जङ्गी सेवा र निजामती सेवाको जागिर अवधि उस्तै हुनु वास्तवमा तर्कयुक्त देखिने। जे होस्, यस विषयमा पनि अहिले नेपालमा परिवर्तनका लागि अहिलेको जुन नयाँ नेपाल, आधुनिक नेपाल भन्छौँ हामी, यसको राजनीतिक जागरण त्यस बेलाका युवाहरूबाट कर्मप्रसाद आचार्यहरू युवै हुन्, रामहरि शर्माहरू चुडामणिहरू युवै हुनुहुन्थ्यो। उहाँहरूले भन्नु, उहाँहरू भन्दा पनि युवा गङ्गालाल श्रेष्ठ जस्ता युवाहरू 22 वर्षमा त उहाँ मारिनुभयो। 1900 सम्मतको 1997 साल मार्च 16 गते बिहान राति 2 बजे, 15 गते भनिए पनि उहाँहरूलाई मार्दाखेरि 2 बजेको थियो राति। त्यस कारण 16 गतेसम्म हामी भन्छौँ। 16 गते उहाँको हत्या भयो। तर नेपालमा उहाँ एसएलसी पास गरेपछि, त्यस बेला नेपालमा केन्द्र थिएन, बाहिर केन्द्र हुन्थ्यो। बाहिरको केन्द्रबाट एसएलसी पास गरेपछि उहाँ त्रिचन्द्र क्याम्पसको विद्यार्थी हुनुहुन्थ्यो। शहीद गङ्गालाल श्रेष्ठ 97 सालको शहीद। र उहाँले त्रिचन्द्र क्याम्पसमा एउटा मानव अधिकार समिति भनेर त्रिचन्द्र क्याम्पसमा मात्रै होइन, बाहिर समेत गरेर आफ्ना साथीहरू र बाहिरका साथीहरू पनि, कलेजभन्दा बाहिरका पनि लिएर मानव अधिकार समिति बनाउनु। र पहिलोपल्ट नेपालमा मानव अधिकार सम्बन्धी भाषण दिने व्यक्ति विद्यार्थी, त्रिचन्द्र क्याम्पसको विद्यार्थी शहीद गङ्गालाल श्रेष्ठ। त्यसबेला शहीद हुनुभएको थिएन, उहाँ हुनुहुन्थ्यो मानव अधिकार सम्बन्धी भाषण। त्यसपछि पर्चा पर्व भन्छौँ हामी, पर्चा काण्ड भन्छौँ। 4वटा पर्चा 97 साल असारदेखि भदौसम्म बाँडिएका थिए। ती पर्चा, 4वटा पर्चा असाधारण परिवर्तन नेपालमा ल्याउने कारण भने ती पर्चाहरू गङ्गालाल धर्मभक्त, गङ्गालाल श्रेष्ठ धर्मभक्त महात्माहरूले वितरण गर्नुभयो। पहिलोपल्ट राजनीतिक भाषण आम जनताका अगाडि सडकमा पहिलो राजनीतिक भाषण 1997 साल मङ्सिर 13 गते
गङ्गालाल श्रेष्ठले गर्नुभएको थियो। इन्द्रचोक, काठमाडौँको इन्द्रचोक भन्ने ठाउँमा पहिलो राजनीतिक भाषण गर्नुभएको थियो र राणाहरूको शासन समाप्त हुनुपर्छ, जनताको शासन आउनुपर्छ भन्ने उहाँको भाषण थियो। त्यस भाषणपछि उहाँ भूमिगत हुनुभयो। यो मङ्सिर 13 गतेको कुरा थियो। त्यसपछि उहाँ गिरफ्तार गरेको केही दिनपछि र मार्च 16 गते बिहानको राति 2 बजे उहाँको हत्या केही 2-3 महिनाभित्र। यसरी युवा विद्यार्थी गङ्गालाल श्रेष्ठको नेपालको राजनीतिक जागरणमा रेकर्डहरू कायम छन्। नयाँ रेकर्ड, परीक्षा वितरणका कुराहरू, मानवाधिकार संस्था खोल्ने कुरा, मानवाधिकार सम्बन्धी पहिलो चेतनाको विगत फुक्ने कुरा, राजनीतिक आन्दोलनको चेतनाको विगत फुक्ने कुरा र राजनीतिक भाषण गर्ने कुरा 22 वर्षको एउटा युवा विद्यार्थीले गर्नुभएको। विद्यार्थीहरूमा त्यो सचेतनता हुन्छ। सँगसँगै विद्यार्थीहरूमा सचेतनता नहुने पनि हुनसक्छ। विद्यार्थीहरू उल्टो बाटो पनि लान सक्छ। यद्यपि आम रूपमा हामी अपेक्षा गर्दछौँ विद्यार्थीहरूले नयाँ चिज गर्न खोज्छ, राम्रो चिज गर्न खोज्छ। कहिले कहिले गलत सङ्गत पऱ्यो भने सङ्गतको कारणले विद्यार्थी युवाले जे गर्छ त्यो ठिक होइन। ठिक गर्यो भने मात्रै ठिक हुन्छ। युवाले बेठी पनि गर्न सक्छ। गलत सङ्गतमा पऱ्यो भने ड्रगिस्ट पनि हुन सक्छ। गलत सङ्गतमा पऱ्यो भने युवा गाँजा तान्ने उलटमा पर्छ। गलत सङ्गतमा पऱ्यो भने बजाडी हुन्छ, जड्या हुन्छ, ड्रगिस्ट हुन्छ, भुलिया हुन्छ, लुटेरा हुन सक्छ। गलत सङ्गतमा पऱ्यो सुपात्रबाट कुपात्र हुन सक्दछ। समाजलाई अगाडि बढाउने कर्मठ युवा समाजका लागि पीडा दिने एउटा विनाशकारी तत्त्व हुन सक्छ। समाजमा सामाजिक सुप्रबन्धका लागि लड्ने युवा समाजका लागि एउटा आतङ्कको विषय हुन सक्दछ। त्यसकारण हामीले छान्ने बाटो सकारात्मक बाटो, त्यो सकारात्मक बाटो छान्नका लागि सकारात्मक धारणा आफूले लिने र जेसुकै गर्दा पनि म युवा विद्यार्थी भाइ बहिनीहरूलाई भन्न चाहन्छु, तपाईँहरू जेसुकै गर्दाखेरि पनि सोच विचार गरेर मात्रै गर्नुहोस्। एउटा भनाइ छ, मनमौजी नगर्नु, मनमा जे पायो त्यही नगर्नु, जे मन लाग्यो त्यही नगर्नु, जे मन लाग्यो त्यही नबोल्नु, जे मन लाग्यो त्यही नखानु, जे पायो त्यही नगर्नु भन्ने। त्यो भनेको मन भनेको अप्रशोधित स्टेज अफ माइन्ड, प्युरिफाइड नगरिएको, सोच विचार नगरिएको काँचो अवस्था मस्तिष्कको, त्यसलाई हामी मन भन्ने गर्छौँ। जो बढ्ता नेचुरल हुने गर्छ, बहुत स्वाभाविक हुने गर्दछ, तर त्यो सामाजिक नहुन सक्छ। हामी सामाजिक प्राणी, हामीसँग बाँच्नु मात्रै होइन, बाँच्नु पनि बाँचे जसरी बाँच्नुहोस्, उत्तरदायित्वपूर्ण जिन्दगी, सम्मानपूर्ण जिन्दगी, समाजका लागि उपयोगी जिन्दगी बाँच्नु छ। आफ्ना लागि, परिवारका लागि, आफन्तका लागि, छरछिमेकका लागि, समाजका लागि, देशका लागि असल पात्र भएर सकारात्मक योगदान गर्न सक्ने पात्र भएर बाँच्नु छ। त्यसकारण कुनै काम गर्नभन्दा अगाडि यो काम मैले गर्न हुन्छ कि हुँदैन, यति बेला यो काम मैले गर्नु हुन्छ कि हुँदैन, यति बेला मैले यो काम गर्ने हो कि होइन भनेर त्यो सोच्नुपर्दछ। सोचेर मात्रै गर्नुपर्छ। मेरो विद्यार्थी भाइ बहिनीहरूलाई यो सुझाव छ। म यस्तो सानो मसिनो सुझावहरू किन दिइराखेको छु भने अहिले क्रुसियल घटना छ।
गलत सङ्गतको भयावह खतरा छ। युवाहरूलाई मिसलिड गर्ने, मिसयुज गर्ने धेरै ठुला प्रयासहरू भइरहेका छन्। हाम्रो संस्कृति बिगार्ने हो भने यङ जेनेरेसन बिगार्न सक्नुपर्छ, अनि मात्रै संस्कृति बिगार्न सकिन्छ। त्यसकारण संस्कृति बिगार्नका लागि हाम्रो यङ जेनेरेसन बिगार्न कोसिस गरिरहेको छ। हामी सामाजिक प्राणी हौँ। हाम्रो समाजको प्रबन्ध बहुत मेहनतका साथ हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले व्यवहारको क्रममा विकास गरेको प्रबन्ध छ। त्यो प्रबन्ध अत्यन्त मूल्यवान छ मानव समाजका लागि, मानव समाजको सुव्यवस्थाका लागि अत्यन्त मूल्यवान छ। त्यो बिगार्ने प्रयास भएका छन्। हाम्रो देश बिगार्नु पर्यो भने पहिले शिक्षा बिगार्नु पर्दछ, संस्कृति बिगार्नु पर्दछ, सामाजिक मूल्य बिगार्नु पर्दछ, त्यसका लागि युवा बिगार्नु पर्दछ, अनि मात्रै देश बिगार्न सक्छ। तसर्थ हामी युवाहरू, भाइ बहिनीहरू अत्यन्त सतर्क हुनुपर्दछ कि हामीलाई समाज उपयोगी, देशका लागि उपयोगी, आफ्नै निम्ति आफ्नो जिन्दगी बर्डन नहोस्, बोझ नहोस्, त्यस हिसाबले आफ्नै कामले, आफ्नै गल्तीले, आफ्नै नजरबाट आफै गिर्ने खाले अथवा गिरेकै कारण त्यस स्थितिमा जाने अवस्था नहोस् भनेर हामी सतर्क हुनुपर्दछ। र हामीले हाम्रो देशलाई माया गर्न सिक्नुपर्दछ, देशलाई माया गर्नुपर्दछ। हाम्रो आफ्नो जिन्दगीको मूल्यलाई हामीले चिन्नुपर्दछ। यो जिन्दगी एक बारको जिन्दगी हो, महत्त्वपूर्ण छ, मूल्यवान छ। यसलाई हामीले पूर्ण रूपमा सदुपयोग गर्न सक्नुपर्दछ। त्यसकारण यस कुरालाई तपाईँहरूले ध्यान दिनुहुनेछ भन्ने मैले मानेको छु। नेपालको राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन, आर्थिक परिवर्तनमा युवाहरूको महत्त्वपूर्ण हात रहिआएको छ। म त्यसको प्रशंसा गर्न चाहन्छु। र अहिले युवाहरूमा केही निवेश संयुक्त कुराहरू पनि आउन थालेका छन्। यी कुराहरूतर्फ पनि म भाइ बहिनीहरूको ध्यान आकर्षण गर्न चाहन्छु। अब यति बेला एउटा चुनावको माहौलमा हामी छौँ। चुनाव नियमित चुनाव होइन, यो चुनाव स्वाभाविक ढङ्गले संसदको समय पुगेर निर्वाचनको खास निर्वाचनका लागि समय पुगेर यो निर्वाचन आयोजना भइरहेको छ। निर्वाचन त 84 हुनेवाला छ। विक्रम सम्वत 2084 सालमा नियमित निर्वाचन हुनेवाला छ। आकस्मिक रूपमा नेपालका विरुद्ध गम्भीर षड्यन्त्र रचना भयो। यसले नेपालमा हाम्रा युवा साथीहरू, भाइ बहिनीहरूको हत्या गर्ने खालको एउटा प्रपञ्च, एउटा षड्यन्त्र युवाहरूको बलि चढाएर, युवाहरूको हत्या गराएर त्यस नाममा तोडफोड, आगजनी गर्ने, वितण्डा बचाउने, त्यसलाई औजार अस्त्र बनाउने यस प्रकारका षड्यन्त्रहरू भए। त्यसै अनुसार भदौ 23 र 24 का आश्चर्यजनक, देख लाग्दछ, अत्यन्त खतरनाक, अत्यन्त हानिकारक, त्यस्ता आतङ्कपूर्ण खालका कामहरू, अराजक क्रियाकलापहरू देशलाई नै भयानक क्षति पालाने, जनधनको क्षति पालाने त्यस्ता क्रियाकलापहरू भयो। त्यसबाट एउटा नयाँ अभ्यासको सुरुवात भयो। संवैधानिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रियालाई कुनै अर्थ नराख्ने, महत्त्व नराख्ने र अलोकतान्त्रिक ढङ्गले
जबरजस्ती निर्वाचित वैधानिक सरकार प्रणाली सबै चिजलाई अस्वीकार गर्ने, अपदस्थ गर्ने र बलजफ्ती सरकार गठन गर्ने र प्रणालीलाई पनि त्यसै गरी चलाउन खोज्ने अभ्यास हुन्छ। त्यसै कारणले अहिले आकस्मिक रूपमा अहिले अलिक मर्माइङ सुनियो, शान्त रहँदा पछाडि कम्प्लिटली है प्लिज हेलो पछाडि सुनिएको छ, हेलो पछाडिसम्म एकदम शान्त रह है। यहाँ अगाडि साथीहरूले उभिएर छेल्दिनाले मैले पछाडि देख्न पाइनँ। त्यो अगाडि उभिएर छेल्दिनाले मैले पछाडि देख्न पाइनँ। ती सब कारण ती घटनाहरू अहिले आकस्मिक रूपमा यो 82 सालमै यो फागुन 21 गते निर्वाचन हुँदैछ। यो निर्वाचन तोकियो र हामी त्यसमा सहभागी हुन गइरहेका छौँ। अहिले पनि चुनाव हुन्छ कि हुँदैन यथार्थमा टुङ्गो नभएको स्थिति छ। कतिपय मानिसहरू चुनाव नगर्ने भनेर लागिरहेकै स्थिति छ। हाम्रो राय असंवैधानिक तरिकाले क्रियाकलापहरू नहुन्, असंवैधानिक गतिविधि अगाडि नजाओस्, असंवैधानिक परिपाटी अगाडि नजाओस्, लोकतान्त्रिक र संवैधानिक बाटोबाट समस्याको समाधान होस्, निराकरण होस् भन्ने चाहन्थ्यौँ। त्यसकारण हामी अनुचित ढङ्गले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापना छ। तर चुनावै गर्ने हो भने चुनावबाट प्रतिनिधि सभा फेरि गठन गर्ने कुरा त्यसमा पनि हाम्रो आपत्ति हो। तर यो मिचिएको जति कुरालाई मिचिए जसरी त्यही बिन्दुबाट फर्काउनु पर्थ्यो त्यो भएको चाहिँ होइन। यो निर्वाचन संसदको उपस्थितिको लागि गराउन लागि होइन। संसद त छँदै भएको संसद भङ्ग गरेर अर्को संसद चाहिएको भनेको अर्कै प्रकारको आगो लगाउनेहरूको असंवैधानिक बाटो, अलोकतान्त्रिक बाटो हिँड्न खोज्नेहरूको सरकार बनाउनका लागि नै यो अहिलेको निर्वाचन आयोजना गर्न लागि। नत्र भने संसद त छँदै थियो। तर हामी जस्तोसुकै चुनौतीको पनि सामना गर्छ। त्यसकारण जुनसुकै उद्देश्यले आएको भए पनि पुनः प्रतिनिधि सभाको पुनर्स्थापना एउटा स्थापना त हुन्छ, पुनर्स्थापना नभनौँ स्थापना हुन्छ भने त्यस निर्वाचनमा हामी भाग लिन्छौँ। हाम्रो शर्त अहिले पनि छ, चुनाव स्वतन्त्र, निष्पक्ष र दाताले रहित शान्तिपूर्ण वातावरणमा हुनुपर्दछ। राज्य संयन्त्र बिल्कुल निष्पक्ष र तटस्थ रहनुपर्दछ र राज्य संयन्त्रले निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउनुपर्दछ निष्पक्ष भूमिकाका साथ। अर्को कुरा, राज्य संयन्त्रले अस्वस्थ गतिविधि, अस्वस्थ क्रियाकलाप गर्न पनि हुँदैन र अरूलाई पनि गर्न दिनुहुँदैन। धाँधलीहरू गर्न दिनु हुँदैन, बुथ कब्जा गर्न दिनु हुँदैन, मतगणनामा तलमाथि पर्न दिनु हुँदैन। अरू कुनै प्रकारका अवांछित गतिविधि, क्रियाकलाप अलोकतान्त्रिक र जनताको सार्वभौम सत्ता, जनताको मताधिकारलाई अपहेलना गर्ने खालका
त्यसलाई अवमूल्यन गर्ने खालका, अस्वीकार गर्ने खालका कुनै पनि क्रियाकलाप निर्वाचनका दौरान, प्रचार प्रसारका दौरान वा निर्वाचनका दौरान गर्नु गराउनु हुँदैन। त्यो रोक्नुपर्छ सरकार। हाम्रो अहिले पनि भनाइ त्यही हो, यदि त्यस्तो भएन भने, यदि निष्पक्ष गरिएन भने, अरू प्रकारका क्रियाकलाप भए भने त्यस्तो स्थिति धाँधली, हामी निर्वाचनमा भाग लिन्छौँ, निर्वाचन स्वीकार्छौँ, धाँधली स्वीकार्दैनौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ। यदि धाँधली गर्न खोजियो भने लोकतान्त्रिक शक्तिहरूले धाँधलीको परिणामलाई स्वीकार गर्दैन। त्यो कुरा थाहा हुन्छ। म सरकारलाई त्यो सुझाव दिन चाहन्छु। युवा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले धेरै भाषा छ, तपाईँहरूले जेसुकै होस् भनेर उदासीन भएर परिस्थिति जतासुकै जाओस् भनेर छोड्नु हुँदैन। तपाईँहरूले मनमा राख्नुपर्दछ यो देश हाम्रो हो, यस देशको सार्वभौम सत्ता कायम हुनुपर्दछ, अनि मात्रै हामी एउटा सार्वभौम सत्ता सम्पन्न देशका स्वतन्त्र नागरिक भएर बस्न सक्छौँ। हाम्रो देशको स्वतन्त्रता, जनतामा रहेको सर्वोच्चता, यी कुराहरू कायम रहनुपर्छ। लोकतन्त्र कायम रहनुपर्छ। हामीले लडेर ल्याएको प्रणाली हो, नेपाली जनताले लडेर ल्याएको प्रणाली हो, यो कायम रहनुपर्छ। यसलाई आगामी दिनमा विकास गर्दै जानुपर्छ। तर अलोकतान्त्रिक परिपाटी र देश अर्कैको हातमा, अर्कैद्वारा सञ्चालित हुने, अर्कैको इसारामा चल्ने वा अर्कैको नियन्त्रणमा चल्ने हो भने हाम्रो स्वाधीनता, स्वतन्त्रता, सार्वभौम सत्ता रह्यो भन्ने कुरा रहेन। भोलि भूगोल नै समाप्त हुने अवस्था हुन सक्छ। त्यसकारण युवा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले यस देशको रक्षा गर्ने अब तपाईँहरूले हो। यस देशको रक्षा गर्ने तपाईँहरूले हो। यस देशमा लोकतन्त्र पुनर्बहाली गर्न निर्णायक योगदान गर्ने अब तपाईँहरूको र अहिलेसम्म लामो सङ्घर्ष गरेर निरङ्कुश तन्त्र हटाएर, लामो सङ्घर्ष गरेर निर्दलीयता हटाएर, अलोकतान्त्रिक अधिनायकवादी व्यवस्था हटाएर लोकतान्त्रिक प्रणाली स्थापना गर्न आन्दोलनको नेतृत्व गरिरहेको पुस्ताका हामी सधैँ छौँ। अहिलेसम्म नेपालको विकास कुन बाटोबाट कसरी गर्नुपर्छ भन्ने कुराको बाटो तय गरेका मानिसहरू हामी सधैँ छौँ। तपाईँहरूले सजिलो छ, भोलि आफैले निर्णय गरेर, आफैले नीति निर्माण गरेर, आफैले संविधान संशोधन परिमार्जन गर्दै गएर, कानुन संशोधन वा निर्माण गर्दै गएर, आफैले भूमिका खेल्न पर्ने ठाउँमा तपाईँहरूले अहिलेदेखि केही कुराहरूलाई आफ्नो आधार बनाउनु पर्दछ। देशप्रतिको निष्ठा, जनताप्रतिको निष्ठा, सत्यप्रतिको निष्ठा, तथ्यमा आधारित भएर चल्ने विश्लेषण क्षमता र विवेकको निष्ठा, यी चिजहरू तपाईँहरूले कायम राख्नुपर्छ। नत्र भने हाम्रो जस्तो देश जहिले पनि अप्ठ्यारो पर्छ। तसर्थ म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरूले आफ्नो विश्लेषण क्षमता गुमाउने होइन, वृद्धि गर्नुपर्छ। तपाईँहरूले सत्य बुझ्ने र अवलम्बन गर्ने कुरा दृढताका साथ अगाडि र शान्तिका लागि, मानव जातिको भविष्यका लागि तपाईँ हामी
सजग रहनुपर्छ। वातावरण बिग्रिँदैछ त्यसप्रति हामी सजग रहनुपर्छ। तर त्योभन्दा अगाडि देश, समाज, राजनीति यी कुराहरू बिग्रियो भने, राजनीति बिग्रियो भने समाजका सबै नीतिहरू बिग्रिन्छ। यी कुराहरूप्रति तपाईँ सजग रहनुपर्छ। तसर्थ तपाईँहरूमध्ये धेरै पहिलो पटकका मतदाता हुनुहुन्छ। पहिलो पटकका मतदाता, पहिलो मत तपाईँहरूको सुरुमै जिन्दगीको पहिलो पाइलै गलत ठाउँमा टेकिनु हुँदैन, सही ठाउँमा टेक्नुपर्छ। म तपाईँहरूलाई सजग गराउन चाहन्छु। तपाईँहरूको पहिलो पाइलो देशभक्तिको अभियानतर्फ, पहिलो पाइलो देशमा सुशासन, शान्ति, सुशासन र विकासको पाइलो र यात्रामा अगाडि बढ्नुपर्छ। पहिलो पाइलो एकै स्टेसनबाट छुटेको रेल, कोही पूर्व जान्छ, कोही पश्चिम जान्छ, कोही उत्तर जान्छ, कोही दक्षिण जान्छ। कोही लिकबाट अलिकति परतिर पुगेपछि लिक यसो छुट्टिन्छ, अलिकति लिक थोरै छुट्टिन्छ, पछि पुरै त्यसले दिशा नै बदल्छ र अर्कोतिर पुग्छ। कुन लिकबाट कतापट्टि जाने हो, हाम्रो जिन्दगीको, हाम्रो भविष्य हामीले तय गर्नुपर्छ। अब म यसभन्दा बढी नगएर भाइ बहिनीहरूका जिज्ञासा र प्रश्नहरू लिन चाहन्छु, ताकि हाम्रो कार्यक्रम अलिक समयमा सिद्ध्याउन सक्छ। म भाइ बहिनीहरूका जिज्ञासाहरूतिर जान चाहन्छु। सबैलाई धेरै